आज म घरमा रोटी बनाउनु जाँदैछु हो। रोटी हामीलाई यति कति हो, यति भयो पुग्छ होला, ज्यादा भयो नि फेरि बुढीले अलिकति खानु मन गर्दैन। हेलो गाइज, तपाईँहरूलाई गाइज नै भन्छु नि हो, किनभने तपाईँहरू गर्दा हो। गाइज यो चाहिँ हाम्रो पानी थाप्ने हो, यो चाहिँ हाम्रो अब जहाँबाट चाहिँ फ्रेस वाटर आउँछ। यो एक्वागार्ड भन्दा पनि फ्रेस हो, तपाईँहरूले टेस्ट गर्नु पनि सक्नुहुन्छ हो। एकदम अहिले टेम्परेचर बाहिर चाहिँ तपाईँको लगभग 6 डिग्री छ हो, भित्रको टेम्परेचर चाहिँ 12 डिग्री एराउन्ड 14 होला हो, किन हाम्रो घर तातो छ। तपाईँले सुना गरेको पनि सुन्दै गर्नुभएको होला हो। त्यो हाम्रो पानी तातिँदैछ। म मेरो वाइफलाई तातो पानी दिन्छु हो, किनभने मेरो वाइफ तातो पानी खानु मन गर्छ हो। म चाहिँ रोटी पकाउँदैछु हो। फेरि यो बोल्दा बोल्दै गिलो हुनु पनि सक्छ, त्यही भएर मैले एकदम केयरफुली मुस्नुपर्छ डो बनाउँदा, किनभने मैले बहुत भोगेको छु। गिलो भइपठाउँछ, त्यसपछि थप्दा थप्दा आँटा फेरि यति ज्यादा भइपठाउँछ। यो चाहिँ तपाईँहरूले के बनाएको भन्दाखेरि चाहिँ यो चाहिँ म तपाईँहरूलाई एउटा इटालियन डिस बनाएर खिलाउँदैछु हो। तपाईँहरूले सायद देख्नु भएको होला, टेस्ट पनि गर्नुभएको होला है। यो इटालियन डिस हो, र डिसको नाम चाहिँ हो पाउडर कोल हो। पाउडर कोल भन्ने नेटमा सर्च गर्नुहोस्। पाउडर कोल एउटा चपाती जस्तो हुन्छ हो। इटालीमा चाहिँ इटालियनमा चाहिँ पाउडर कोल भन्छ। तपाईँहरूले यसरी नै बिस्तारो बिस्तारो पानी हाल्दै हो, एकदम अत्तालेर पानी हालिहाल्नु हुँदैन, कम्ती कम्ती गर्दै मुस्नुपर्छ हो। हेर्नुहोस् होला, म मुस्दैछु, मजाले डो बनिँदैछ। एक्चुअली अहिले यो डो नै हाम्रो के अरे मिक्सर ग्राइन्डरमा पनि छ अभाइलेबल, त्यहाँ पनि डो बनाउन सक्छ हो। तर त्यहाँ बनाइन्जेल चाहिँ म सिलगढी गएर पनि आइसक्छु हो। त्यही भएर हातले ठिक छ जस्तो लाग्छ, किनभने हातले बनाएको है मिठो, हातको टेस्टहरू पनि हुन्छ। हेर्नुहोस् अब डो लगभग तयार हुनु आँट्यो। यसमा फर्दर पानी चाहिँ हाल्ने गल्ती नगर्नुहोस्, फेरि गिलो हुन्छ हो। मजाले अलिक टाइट पक्छ हो, हल्का पानी हाल्नु सक्नुहुन्छ, तर फेरि गिलो हुने चान्सेस पनि हुन्छ। ल मेरो डो चाहिँ लगभग तपाईँको 5 मिनटमा, अराउन्ड 5 मिनट्समा तयार भइसक्यो। र पाउडर कर्न जो मैले भने इटालियन डिस, यो चाहिँ आज बनाउँछु, यो चाहिँ मर्निङमा बनाउँछु हो। अहिले चाहिँ भोक लागेको छैन भन्छ हो। अहिले खाँदै गएपछि चाहिँ फेरि नपुग्ला जस्तो हुन्छ, बुझ्नुभयो। त्यही भएर मलाई अलिकति डरकै लाग्छ। अहिले मेरो क्यामेराम्यान चाहिँ मेरो स्विट वाइफ हो, उहाँले गर्नुहुँदैछ क्यामेराम्यान चाहिँ।
पहिला वाइफलाई सोध्नुपर्छ है। तपाईँले कति रोटी खानुहुन्छ बेबी? हुन्छ, बेबीले 10वटा खानुहुन्छ अरे। ओके, अब सेकेन्ड राउन्ड हेर्नुहोस्। सेकेन्ड राउन्डमा म यहाँ नेपाली बेलना चौकी छ। इङ्ग्लिसमा बेलना चौकीलाई के भन्छ भनेर क्वेसन गरिदियो भने चाहिँ तपाईँले के भन्नुहुन्छ होला? इङ्ग्लिसमा बेलना चौकीलाई चाहिँ के भन्छ भने बेलना चौकीलाई के भन्छ? रोलर टेबल भन्छ। मेरो वाइफ यहाँ गत भएर हाँसिरहनु भएको छ हो। मैले हँसाउनुको मेरो मकसदै हमेसा हुन्छ कि मेरो वाइफलाई खुसी बनाऊँ। मेरो वाइफको यल्लो तिज देखेको मलाई मनपर्छ हो। र ऊ पुरा हाँस्छ। अस्ति अब आमा आउनुभएको थियो है। आमालाई यसरी नै मैले पाउडर कर्न खिलाएँ। आमाले भन्नुभयो पाउडर कर्न त 5 पैसा जस्तो भयो भनेर। आज फर्स्ट स्टार्टिङ पनि 5 पैसा जस्तो भयो। हेर्नुहोस् 5 पैसा सेम भयो। प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट। प्र्याक्टिस त रोज गर्छु, पर्फेक्ट चाहिँ कहिले हुने थाहा छैन। साथसाथमा तपाईँहरूले तपाईँको पाउडर कर्नको लागि प्यानलाई पनि बसाउँदै गर्दा हुन्छ। हेर्नुहोस्, प्यानलाई फर्स्ट चाहिँ एकदम मजाको टेम्परेचरमा है हिट गर्नुहोस् हैन। त्यसपछि अटोमेटिक तपाईँको पाउडर कर्न रेडी हुन्छ। मैले तपाईँलाई भनेको जस्तै मेरो वाइफलाई तातो पानी दिन्छु। हाई बेबी, तातो पानी पिउनुहोस्। एनिथिङ केही रिक्वायर्ड छ भने भन्नु होला है। पाउडर कर्नको यसरी हो तरिका बनाउने। पर्खिनुहोस् है। हाम्रो घरमा चाहिँ सबै चिज अलिक हाइटमा बनाएको छ, किनभने बुढी पनि अग्लो, म पनि अग्लो, फेरि हाम्रो सन्तानमा मान्छेहरू पुड्को छ। यहाँ आउँदा केही भेट्दैन हो। ओइ निकाल्दैन भन्नुहुन्छ जहिले। त्यहाँदेखि घरिघरि लाग्छ कि अच्छा अग्लो बनाएँ त फेरि लाग्छ। घर त बुढी र म बस्ने हो, मेरो काली र म बस्ने हो। हामीलाई त यही हाइट चाहिन्छ। हेर्दा हेर्दा तपाईँहरूलाई म पाउडर कर्न रेडी बनाएर देखाउँछु। र आजको हाम्रो डिनर चाहिँ छ पाउडर कर्न र मटन। मटन चाहिँ फेरि सिपको पनि हुन्छ, गोठको पनि हुन्छ। हाम्रो चाहिँ गोठको मटन हो है। यसरी तपाईँले
माइल्ड टेम्परेचरमा तपाईँले पाउडर कर्नलाई रेडी गर्न सक्नुहुन्छ। तपाईँलाई बोरिङ गर्नु लाग्यो भने हल्का स्किप गर्नु सक्नुहुन्छ है, किनभने म तपाईँलाई फाइनल पाउडर कर्न बनाएर देखाउँछु। अहिले जस्ट हाम्रो रेडी हुँदैछ। यति बेला चाहिँ मलाई युट्युबमा लाइभ जानु मन थियो, यसरी बनाइरहेको।